दमक ज्येष्ठ नागरिक ड्रागन हार्ट युट्युब च्यानल हेर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूमा 2082 सालको शुभकामना साथै नमस्कार। यो नयाँ अपडेट फेरि मैले हजुरहरु समक्ष लिएर आएको छु। यो 2082 साल वैशाख 1 गते लागेको यो सानो कोपिलाहरू धेरै त हैन, 2-4 10 वटा जस्तो लागेको थियो। त्यो फुल अहिले फुलेको छ। यो वैशाख 15 देखि 16, 17 र 18 मा आउँदाखेरि यसरी फटाफुट्ट गरेर एकै लटमा नभएर पनि यो फुल फुलेको छ। र आज 18 गते वैशाख 18 गतेको दिन फेरि यसरी नयाँ बर्ड्सहरू देखिएको छ। यसरी हेर्नुस्, नयाँ कोपिलाहरू सानो यसरी देखिएको छ। यो कोपिलाहरू अलिकति भुर्र आएको देखिन्छ। यो लाइन बाई लाइन आएको देखिन्छ। यसरी आउनु राम्रो होइन, किनकि यो आइसकेपछि यसले एउटा भन्दा धेरै यो यसको नोपी अनुसार एउटा भन्दा धेरै चाहिँ यसले जुन फलहरू होल्ड गर्न सक्दैन। त्यसले गर्दाखेरि यो सबै नष्ट भएर जान्छ। हेर्नुहोस्, यो र रोगी हुन्छ, यस्तो अवस्थामा छ। अनि हुनसक्छ यो सानो ठाउँमा रोपेको कारणले पनि यो हुनसक्छ यसरी भएको, र छिट्टै यो फुल्ने छिट्टै मर्ने अवस्था पनि हुनसक्छ। र यो नयाँ बिरुवाहरू यो 2081 साल असार 4 गते मैले यो बिरुवाहरू प्लान्टिङ गरेको थिएँ र हजुरहरु समक्ष मैले भन्दै आएको छु। यसमा अलिकति यो ठाउँ फराकिलो, जरा खेल्ने फराकिलो भएको कारणले हुनसक्छ, या यो जालीले हुनसक्छ। अलिकति यो स्वास्थ्य देखिन्छ थोरै, तर त्यति उत्कृष्ट होइन, तर पनि थोरै स्वास्थ्य देखिन्छ। यो नयाँ बिरुवाबाट पनि एउटाले यसरी फुल फुलेन यसरी सफल भएको छ। अनि अरू बिरुवाहरू त यो पुरा अलिकति अगाडिको बिरुवाहरू हुन् यिनीहरू, र पनि यिनीहरूले पनि ठाउँमा सानो बर्ड्सहरू दिइरहेको छ। र आशाको दियो भनेको चाहिँ यही छ मेरो। यसले नै के गर्छ, अलिकति राम्रो नतिजा दिन्छ कि भन्ने यो मेरो अनुसन्धानको विषय भएको छ। र हजुरहरूले हेर्न सक्नुहुन्छ यस्तो अवस्थामा छ। र हजुरहरूको अनुभवमा कस्तो लाग्छ? मैले पनि सिकिरहेको छु अझै। यो बाउले पनि नगरेको, बाजेले नगरेको, र एकैचोटि युट्युब हेरेरै सिकेको कारणले गर्दाखेरि कोही पनि गुरु युट्युब बाहेक अरू कोही गुरु नभएकोले गर्दाखेरि पनि यो असफल हुन सक्छ। हेर्नुहोस्, यस्तो अवस्थामा छ यो बिरुवाहरू, स्वस्थ छैन। र यो सेतो जात र रातो जात भन्ने साधारण हाम्रो मनस्पटलमा अलिकति थाहा भएको कुराहरू, अनि साइम रेड र अनि भियतनामी साइम रेड अथवा इन्डियन साइम रेड त्यस्तो भन्ने हामीले बुझेका छौँ। र हामी विज्ञ त होइन। अनि एउटा चाहिँ सेतो जातको फिलिपिनो वाइट भन्ने हो त्यस्तोहरू, भियतनामी वाइट हो त्यस्तोहरू भन्ने हामी बुझेका छौँ। त्यो जातमा र यो जातमा धेरै अन्तर मैले देखेको छु। त्यो सेतो जातको बिरुवा चाहिँ हाम्रो यो हावापानी, अब जहाँसुकै त नभनौँ, नेपालको चाहिँ तराई बेल्टको हावापानीलाई सुट गर्ने किसिमको चाहिँ थेक्ने सक्ने चाहिँ यसको जुन क्षमता मैले बुझेको छु। र यो रातो जातको चाहिँ अलिकति खिङ्रिङ्ग हुने, अलिकति फलहरू पनि सानो दिने, अनि त्यही यसको नोपीहरू, यो पत्ताहरू, डाँठहरू पनि स्वस्थ नदेखिने, सानो सिर्लिक्क आउने जति स्याहार गरे पनि। सेतोमा चाहिँ त्यस्तो छैन। सेतोमा एकदमै स्वस्थ देखिन्छ। साथै यो कागतीको बिरुवाहरू, यो राम्रो जातको कागती हुनाले मैले फेरि पनि किनेर ल्याएको छु। किनेर ल्याएर यसरी रोपेको छु खाली ठाउँमा। आफूहरूले पनि यो खाली ठाउँको सदुपयोग गर्न सक्नुहुन्छ। छतहरूमा यसरी यो सानो यो अम्बा, यो ताइवानी अम्बा हुनसक्छ। मलाई यो कसैले पनि भनेर होइन, नर्सरीबाट खोजेर ल्याएर त्यतिकै रोपेको छु मैले। यसरी सानो
गाँठहरू हुँदैछ। यो अम्बाले चाहिँ 3टा डल्ला चाहिँ यसले होल गर्यो। त्यसले गर्दाखेरि जम्मा झन्डै 400 ग्राम अनि 500 ग्रामको भएको थियो। त्यो चाहिँ असाध्यै मिठो लागेको कारणबाट अब स्वास्थ्यको लागि पनि आफैले बिरुवा हुर्काएर यसरी कहिलेकाहीँ यसो महिनामा 1-2 चोटि खान पाइयो भने धेरै राम्रो हुन्छ भनेर मैले ल्याएर रोपेको छु। यो चाहे जेसुकै होस् हजुरले पनि रोप्न सक्नुहुन्छ। र अब अहिले 2082 को नयाँ अपडेटको यो बिरुवाहरू यस्तो अवस्थामा छ। यो मेरो कौशी खेतीको त्यस्तो रहर लाग्दो त छैन, तैपनि हेर्नुहोस् यो अवस्थामा छ। यसरी कोपिलाहरू लाग्दैछ अनि फुल फुल्न आँटेको छ। कोही फुल फुलेर ओइलिसकेको पनि छ। यसरी यो फुल फुलेर ओइलिसकेको देख्न सक्नुहुन्छ। यसरी यो कागतीले असाध्यै धेरै फल्यो अनि अस्ति भर्खर टिपेर हामीले अचार लाएका छौँ र अहिले चाहिँ यो नाङ्गो भएको छ। र यो सुन्तला चाहिँ अब हुने नहुने के हो, रहर मात्रै हो। यसले केही प्रतिफल दिएको छैन। र यो नयाँ बिरुवाहरू हेर्नुहोस् कति मर्दैछ, कति फेरि प्लस गर्दैछु मैले। यसरी यो चाहेर नचाहेर पनि फुलिरहेको छ। अलिअलि अस्वस्थ भए पनि सानो सानो वर्षहरू लागिरहेको छ। र नयाँ यो यसमा मैले प्लान्टिङ गरेको छु। यो नयाँ बिरुवा हो। यो आउने साल मात्रै यसले केही नतिजा देखाउँछ। र यो चिकु फल भन्छ यसलाई, सपेटा पनि भन्दो रहेछ। यो असाध्यै गुलियो हुन्छ तर यसले फुलहरू धेरै फुलेको छ तर यसले जुन फल होल गर्छ गर्दैन यो हेर्न बाँकी छ, किनभने सानो भुडुल्कामा मैले रोपेको छु। यसरी हेर्नुहोस् यो फलको महत्त्व बिस्तारो मानिसले थाहा पाउँदै जानेछ भन्ने मलाई आशा लागेको छ। अहिले मानिसलाई केही पनि थाहा छैन यसको महत्त्व, तर वृद्धहरूले धेरै खोजेको मैले बुझेको छु। वृद्धले चाहिँ असाध्यै मन पराएको छ यो, किनभने पचाउनु पनि सजिलो अनि यसमा पौष्टिक गुणहरू भएको कारणले गर्दाखेरि फ्रुटहरू मध्येमा अलिकति यो रातो जातको जुन यो ड्र्यागन फ्रुटहरू चाहिँ अलिक मन पराएको मैले सुन्नमा आएको छ। र यस्तो अवस्थामा छ अहिले। र सेतो र रातो जातमा यति फरक छ हेर्नुहोस्, कति धेरै फरक छ। यो सेतो जातको नोपी र रातो जातको नोपीमा हेर्नुहोस् यसको कलर, यसको नोपीहरूको अवस्था यस्तो छ। र हाम्रो यो रातोलाई पनि त्यति नै मेहनत गरे तापनि रातो जातमा यस्तो किसिमको ऊर्जा देखिन्न। त्यसले गर्दाखेरि यसलाई चाहिँ प्रतिकूल हावापानी यो रातो जातमा देखियो भने अनुकूल हावापानी चाहिँ सेतो जातमा देखियो। अनुकूल हावापानी यसलाई सुहाउँदो, यसको चाहिँ यसले ज्यानले थेक्न सक्ने हावापानी चाहिँ यही सेतो जातमा देखिएको छ। र रातो जातमा चाहिँ अलिकति असफल भएकै मैले महसुस गरेको छु, किनकि यस्तो ठुलो भए तापनि यसरी कलरहरू चाहिँ राम्रो छैन। हेर्नुहोस् यसको कलर अनि यसको जुन ग्रोथहरू त्यस्तो राम्रो छैन। यसले एकदमै मोटो भएर आउनुपर्ने पातलो छ, ओइलाको जस्तो अवस्थाको देखिन्छ यसरी। र मेरो अनुभवमा यो हावापानी चाहिँ रातो जात भन्दा पनि रेड साइमको लागि भन्दा पनि यो सेतो यसको लागि चाहिँ उपयुक्त हावापानी मैले देखेको छु। तर हाम्रो जिब्रोको टेस्ट अनि कलर हेराइले गर्दाखेरि पनि अलिकति पपुलर हुँदैन कि भन्ने मेरो शङ्का छ। मैले पनि रोपेको थिएँ पोहोर, असाध्यै धेरै राम्रो भएर आएको थियो, तर मानिसहरूले पनि त्यति मन नपराउने र त्यति साह्रो आफ्नो फललाई पनि होल्ड गर्नु नसकेको कारणबाट मैले सबै हटाइदिएर अहिले साइमरेटै सबैमा स्थापित गरेको छु। र हजुरहरूले पनि यो भिडियो हेरेर
मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु र म यो फेरि पनि चाँडै म दोस्रो भिडियोहरू लिएर आउनेछु। दोस्रो यो भिडियो क्लिप्सहरू